मेरो अर्गानिक मिनी ब्लगमा तपाईहरुलाई स्वागत छ। आज म तपाईहरुलाई आफ्नै करेसाबारीमा फलेको एकदम हरिया परिया यस्ता जै घाँस, कोपी, आलु लगायत एउटा केराको झ्याङ पनि देखाउन गइरहेको छु। र मेरो मिनी ब्लगमा साथ दिनका लागि मेरी बहिनी छ यहाँ। बहिनी के गरेको? आज चाहिँ म यही बाटो भएर यहाँ घाँस काट्न जाँदैछु। घाँस काट्न जानुपर्ने ठाउँ चाहिँ यहाँ तल रहेको छ र मौसम एकदम चिसो छ अहिले चाहिँ। अब म बिस्तारै यहाँ कुटमिरो भन्छ हाम्रोतिर, कुटमिरोको घाँस झार्नका लागि म यता लाग्दैछु। अहिले सुक्खा यामको मौसम पनि छ, सुक्खा याम छ, चलिरहेको छ। बारीमा कुच्चो भर्खर फुल्न सुरु गरिरहेको छ र कुच्चोको घाँस काट्ने बेला चाहिँ भएको छैन। र हाम्रो दाजुको एउटा सानो स्टोर रुम पनि यहाँनिर रहेको छ। हामी यसकै छेउछाउ चाहिँ अब कुटमिरोको घाँस काट्नका लागि यतातिर जाँदैछौँ। बारीभरि कुरो फुलेको छ, फुलेको भन्दा पनि फलेको छ, देख्न सक्नुहुनेछ। र घाँस काट्न जाने ठाउँ चाहिँ एकदम झोडी छ, सुकेर यस्तो छ। अब लाग्दैछु घाँस काट्न। अब कुटमिरो काट्न हुने कुटमिरो कहाँ छ कि भनेर खोज्दैछु। र यो चाहिँ बर्डरको रुख एकदमै ठुलो छ। आज चिसो मौसममा यो रुखमा म चढ्दिनँ। एउटा सानो कुटमिरोको रुख खोजेर घाँस काट्नुपर्ने छ। अब म यो रुखमा चढ्न गइरहेको छु। म रुखमाथि चढेर पनि तपाईँलाई एउटा भिडियो खिचेर देखाउने छु। र अहिले म रुखमा चढिसकेको छु। रुखको माथि टुप्पाबाट हेर्दा यस्तो देखिन्छ। एकदम अग्लो रुखमा चढेको छु र यसलाई कुटमिरोको रुख पनि भन्छ। अलिकति टोड्का परेको लागि पैसार साथ काट्नुपर्ने हुन्छ। मौसम एकदम चिसो भए पनि एकदम खुलेको छ पहाडको मौसम। ल मैले भर्खरै मात्र यो रुख झारिसकेँ। यही अङ्कल र म आएका छौँ घाँसमा र घाँसको भारी पनि लगभग पुग्न आँट्यो। र यो लोकल भिडियो, अर्गानिक भिडियो हेरेर लाइक र सब्सक्राइब गर्न नभुल्नु होला।